Hello everyone, Namaste. Welcome back to my another mini vlog. So this is my second mini vlog. र आज चाहिँ भिडियोमा के छ भने हामीले चाहिँ डिनरमा मोमो खाने प्लान गर्यौं र मोमो चाहिँ हो भेज मोमो अनि भेज मोमोको लागि चाहिँ हामीले यहाँनिर सामानहरु रेडी गर्दैछौं इस्कुस प्याज अनि दिदीले चाहिँ सुपको लागि भेजिटेबल्स कट गर्नुभयो अनि यहाँ सबैजना छौं हामी चाहिँ आमाले पनि भाडा धोएर लानुभयो अनि भाइ र बहिनीले चाहिँ इस्कुस कट गर्दैछ दिदीले अचारको लागि खोर्सानी देखाउँदैछ अनि म चाहिँ प्याज गर्छु भनेर आए अनि दिदीले सुपको लागि भेजिटेबल्स पनि कट गरिसक्नु भयो अनि यहाँनिर आमाले चाहिँ फेरि अचारको लागि बारीबाट धनिया पनि ल्याइदिनु भएछ अनि यहाँनिर मक्टु टमाटर पनि रेडी छ अनि यहाँ भाइ र बहिनी इस्कुस गर्दैछ म चाहिँ प्याज गर्दैछु हामीले सबैजना मिलेर चाहिँ किमा रेडी गर्दैछौं अनि टाइम पनि निकै गइसकेको कारणले गर्दा हामी छिटो छिटो गर्ने भनेर भन्यौ र सबैजनाले आफ्नो आफ्नो काम गर्नु थाल्यौ अनि त्यही भएर मैले चाहिँ प्याज छिटो छिटो ग्रेड गर्नु थाले अनि सबैजनाले छिटै गर्दैछ किनभने टाइम गइसकेको थियो अनि प्याजले चाहिँ आँखा पनि पोल्दै थियो नि त अनि छिटो छिटो यसरी ग्रेडहरु गरेर चाहिँ मेरो आँखा पनि पोल्दैछ एकदमै अनि फेरि अर्को भाइले चाहिँ फ्लास्कमा पानीहरु उमालेर हाल्दिदैछ उले चाहिँ त्यो कामहरु गर्दै थियो नि त अनि सुपको लागि रेडी भएछ अनि टमाटर पनि पाक्दैछ अनि हाम्रो किमा पनि रेडी भइसक्छ र अब किमा रेडी भएर बनाउनु तर्फ लाग्यौं त्यहाँनिर दादा र बहिनीले चाहिँ बनाउन स्टार्ट पनि गर्नुभयो र यहाँ सबैजनै छ हामी अनि दिदी चाहिँ भाडा धुदै थियो अनि त्यसले चाहिँ भाडा धुइसकेर चाहिँ म चाहिँ फेरि उताटी अर्को बहिनी पनि छ नि त अनि त्यो चाहिँ फेरि आज मात्र घरबाट आको अनि फेरि यसको स्कुलको वर्कहरु पुरै पेन्डिङ थियो र चाहिँ यसले चाहिँ प्रोजेक्टहरु गर्दैछ उसको अनि फेरि इभिनिङ भ्यू चाहिँ यस्तो राम्रो देखिरहेछ हाम्रो यता घरबाट सारै अब राम्रो क्लियर त आएको छैन र पनि राम्रो देखिरहेको छ अनि हामी सबैजना यस्तै हो गफहरु गर्दै बनायौं दिदीको फेरि एक दुईवटा यहाँनिर फोटोहरु लिँदै आमा र दिदीको अनि भाइ चाहिँ एकछिन रेस्ट गरिरहेको छ अनि हामी सबैजना यसरी गफहरु गर्दै मिल्दै जुल्दै मोमो बनाउँदैछौं त्यसपछि मोमो रेडी भइसकेर चाहिँ फेरि पकाउनुको लागि चाहिँ मैले बाहिर आगोमा लग्यौं यहाँनिर चाहिँ फेरि अर्को भाइले आगो लाउँदैछ नि त अघि एक सिट बनिसकेको थियो अब फेरि अर्को सिट लगेर यहाँनिर आगोमा पकाउने किनभने हामी मोमो चाहिँ जहिले आगोमै पकाउँछ नि त मिठो हुन्छ नि त त्यही भएर चाहिँ हामी चाहिँ जहिले आगोमै मोमोहरु बनाउँछ अनि आगो मज्जाले बलिरहेको छ दाउरा सुक्खा भएर होला त्यहाँबाट यहाँ सुप फेरि भित्र रेडी भइरहेको थियो अनि सबै भएर हाम्रो मोमो पनि पाक्यो फेरि खानुको तर्फ लाग्यौं पहिला दादाले खानु हुँदैछ त्यहाँबाट भाइहरु अनि सबैजना आफ्नो आफ्नो प्लेट लिने कसै के गर्ने भइरहेको छ आफ्नो आफ्नो सामान लिएर खान बस्यो अनि दादाले मिठो भयो भन्नु हुँदैछ अनि अब दिदीले टेस्ट गर्नु लाग्यो अनि यसले पनि खायो मिठो भयो भन्दैछ उले पनि सबैजनाले यहाँ बहिनीले पनि खादैछ अनि यहाँ मेरो हस्बेन्डले पनि खानु हुँदैछ मिठो भयो भन्नु हुँदैछ सबैजनाले मोमो सधैं हाम्रो मिठै हुन्छ अनि फेरि यहाँ सबैजना बसेर कसै भुइँमा बसेर कसै माथि टेबलमा है सबैजना यसरी बसेर चाहिँ हामी गफहरु गर्दै खादैछौं यस्तै छ नि मोमो मात्र खाएर भएन फेरि ग्यास हुन्छ होला भनेर अलिकति गुन्द्रुक र भात बनाएको थियो त्यो पनि खायो अनि सबैजनाले एकताल फोटोहरु ल्यायौं ग्रुप फोटो अनि हामी सबैजनाले मोमोहरु पनि खाइसक्यौं र खाइसकेर फेरि भाडा जुठै राख्न त भएन अनि फेरि भाडा धुनु थाल्यो सबैजना अनि कसै नाच्दै पनि छ यहाँनिर अनि भाडा चाहिँ फेरि बाहिर धुने भन्यो नि त भित्र धुनु त अलिक मिलेन ज्यादा थियो र कसैले के गर्दैछ कसैले के अनि भाइहरु दुईजनाले माझ्दैछ अनि एकजनाले पखाल्दैछ एकजना पानी पक्रिने आफ्नो आफ्नो छ काम सबैजना यसरी मिलेर गर्यौं अनि मज्जा पनि आयो सबैजनाले खाएर अनि फेरि अनि अर्को बहिनीले फेरि भित्रबाट अर्को भाडा पनि ल्याइदियो उले फेरि गुन्द्रुकको रस खादैछ उलाई मन पर्दैन तर पनि उले खादैछ
किनभने उसले ग्यास हुन्छ भनेर हल्का रस चाहिँ खाइदिँदैछ मन नपर्दै भए पनि। अनि उसले रस खाइसक्नु बित्तिकै फेरि उसले भित्र किचन सफा गरिदिन्छु भनेर ऊ ग्यासहरू सफा गर्नु गयो। उसले ग्यासहरू सफा गरिदिँदैछ किनभने हामी जहिले पनि यस्तै गर्छ नि त, सबै आफ्नो आफ्नो खाएर आफ्नो आफ्नो काम। उसले फेरि भित्र किचनमा सक्नु बित्तिकै बाहिर आएर फेरि उसले के गफ गर्दैछ सबैसँग। अनि यसरी नै सबै काम सकेर फेरि एकछिन फेरि एकजना यहाँ आफ्नै पानी तताउनुको धुनमा छ, उसलाई लानु थियो नि त पानी। आमाले पनि हेरिराख्नु भएको छ। अनि कसै फोनबाट ड्रम बजाउँदैछ, कसै गिटार है, सबैजना यसरी अब एकैछिन चाहिँ हामीले इन्जोय गऱ्यौँ। अब इन्जोय मतलब अब यसरी नै खानाहरू डाइजेस्ट गऱ्यौँ नि त। कोही बेला त्यस्तो हुन्छ, सबैजना आफ्नो आफ्नो ड्युटीबाट आएको हुन्छ, माइन्डहरू अब अलिक फ्रेस हुन्छ नि त घरमा आइसकेपछि। सबै यसरी बसेर खाएर नाचेर त्यस्तै हुन्छ। हाम्रो चाहिँ एभ्री डे यस्तै हुन्छ, बेलुका खाना खायो यस्तै गफहरू गऱ्यो। अब आज चाहिँ यसो नाच्ने भनेर गीतहरू गाउँदै नाच्दै म चाहिँ यसो भिडियोहरू बनाउँदै। अनि यति सकेर चाहिँ अरू चाहिँ सबैजना लुडो खेल्न जानुभयो र म चाहिँ यता अब रुममा आएँ। अनि म चाहिँ रुममा आएँ र आजको लागि मेरो भिडियो यति नै। होप तपाईँहरूलाई मनपर्छ भनेर। And thank you so much. Keep watching. Bye bye. Good night.